नमस्कार, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म क्रिकेट हेर्न जाँदैछु एनपीएल भन्छ। मलाई त्यसको खासै क्रिकेटको बारेमा त्यति धेरै नलेज त छैन, त्यही पनि हेरेर मनोरञ्जन गर्दिने भन्ने मेरो प्लान छ। यिनीको नाम हो दुर्गे बहादुर। अनि मसँगै हुन्छन् जहिले पनि यिनी। चिन्नु भएन होला। सो अनि अब म चाहिँ रुमबाट निस्किहालेँ रेडी भएर हैन। 4 बजेको शो छ अनि हामी हल्का छिटो टिकट काटेको हिजो। अनि यो चाहिँ क्रिकेट ग्राउन्डको बाहिरपट्टिको हो। अनि त्यसपछि यो चाहिँ ब्युटिफुलहरू छ, एकदम राम्रो रुखहरू छ है हेर्नको लागि। यिनीहरू सबै हेर्न जाने मान्छेहरू हो। अब चाहिँ हामी टिकट लिन जान्छौँ। यो म चाहिँ लाइन लागिरहेको छ भित्र हेर्नको लागि। यो चाहिँ गेट भयो। हेलो साथीहरू, म चाहिँ फाइनल्ली ग्राउन्डमा पुगिसकेको छु है। कस्तो खुसी लागेर चाहिँ मान्छेहरू यो दुर्गे बहादुर। वाउ सो ब्युटिफुल। जहाँ सुरु बसेर पनि त्यही बस्ला। हेलो दुर्गा, तिमी कहाँ आएको छौ? हामी क्रिकेट हेर्न आएको छौँ। कस्तो फिल भइरहेको? एकदम ह्याप्पी वाला। जित्नु पर्यो, हामी आएको काम लाग्दैन, तर हाम्रो मान्छेको घर जान्छ। नजित्यो भने आज हो त, नजित्यो भने खेर जान्न जान्छ। जसको सपोर्टमा आयो त्यो जित्नु पर्यो। अब चाहिँ स्टार्ट छ नि। यो के अरे फोहोर साल त पुरै सबै यो दुबो थिए, खालि यस्तै भुइँमा बस्नु पर्थ्यो। तर अहिले साल यस्तो राम्रो बनाएको छ, एकदम राम्रो बनाएको छ। दशरथ रङ्गशाला ठुलो छ कि हो? यो ठुलो छ जस्तो लाग्यो मलाई। दशरथमा गएको छैन। यो हारदेखि त्यो सानो। अनि यो माथिको छ नि, यो चाहिँ स्क्रिन हो, सिद्धार्थ लेखेको होला। अनि यो माथि देखाएको छ नि, यिनीहरू चाहिँ लाइट हुन् क्या। राति चाहिँ यति राम्रो छ नि त। सुदूरपश्चिमका प्लेयरहरूलाई चाहिँ येल्लो कलर लगाएको छ। अनि उनीहरू चाहिँ पोखराको भयो, तिनीहरूले चाहिँ रेड कलर लगाएको छ होइन। यो किर्तिपुर एरियामा त सबैजना सुदूरपश्चिम बस्ने भएको कारणले गर्दाखेरि सबै सुदूरपश्चिम भन्दाखेरि भूकम्प आए जस्तो हुन्छ। यहाँ चाहिँ के अरे त्यहाँ गेम स्टार्ट भइसक्यो भनौँ। 2जना गइसक्नुभयो प्लेयरहरू ब्याटिङको लागि। सुदूरपश्चिमको ब्याटिङ स्टार्ट भएको छ भने, अनि त्यसपछि फेरि पोखराहरूको चाहिँ बलिङ गर्ने चाहिँ स्टार्ट भइसक्यो गेम। यस्तो रमाइलो छ।
छैन होइन दिपेन्द्र सिंह एरी होइन टाइगर भनेको चाहिँ अनि अब उहाँको इन्ट्री भएको छ एकदम राम्रो क्लियर नेपालको साथ एक्साइटेड छौँ हामी दाजु बस्नु न तिम्रो इच्छा के छ भन त दुर्गा अनि हामी खुसीका साथ जाउँ 500 रुपैयाँ पनि पछुतो नहोस् अब चाहिँ हामी दिपेन्द्रको गेम हेर्न रेडी ओके लेट्स गो बिग फ्यान के कस्तो यस्तो राम्रो बलर गर्छ कि यसले होइन यसको नाम त मलाई थाहा छैन तर चन्द भनेको छ कि हेर है यस्तो राम्रोसँग सुदूरपश्चिम र यसले आफ्नो 6औं विकेट यहाँ गुमाएको छ नडाटेर भन्नुपर्दाखेरि सुदूरपश्चिमको टिमबाट आयो तर पोखराको टिमबाट यो बलर खतरा गर्छ त्यहाँ गयो गएर न बल गरेर उता जानु सबै राम्रो खेल्छ नि एकदम तर आई रिस्पेक्ट है भन्ने हो मनबाट रिस्पेक्ट गर्ने मलाई त जुली जितेको केही छैन सबैलाई रेस्पेक्ट हो नि प्लेयरलाई त स्ट्राइक पाएका ब्याटर हुन् कस्तो लाग्यो गेम हेर्न आउँदाखेरि एकदम राम्रो लाग्यो कसको गेम मन पर्यो सबैको मन पऱ्यो सबै राम्रो छ एउटा लागि पोखराको एकदम राम्रो खेल्नु भएको थियो उहाँले चाहिँ बलिङ मस्त गर्नुभएको थियो कने हो सुदूरपश्चिमको त्यो टिम ल म गेम सकेपछि तिमीलाई उ दिन्छु ल अटोग्राफ ल्याइ मागिदिन्छु ल मेरो चिनेको हुन् के दुर्गा सुन न दुर्गा सुन न तिमीलाई सुदूरपश्चिमको टिमको के मनपर्छ अरे सुदूरपश्चिम टिमको तिमीलाई के मनपर्छ भनेको सबैको जर्सी मन पर्छ ट्राउजर पनि मन पर्छ जर्सी पनि मन पर्छ किटकै मन पर्छ एकदम इन्टरटेनमेन्ट गर्नको लागि आउनु भएको छ तर स्टार्ट भइसकेको छ होइन अब जति अघि नै सुदूरपश्चिमका टिमहरूले चियर अप गरिराख्नु भएको थियो हुटिङ गरिराख्नु भएको थियो अनि अब चाहिँ पालो पोखराको हेलो हेलो हाई भनिदिनुहोस् त कस्तो लागिरहेछ तपाईँलाई अब चाहिँ पोखराको होइन ब्याटिङ अब चाहिँ तपाईँ चियर अप गर्ने कि नै डान्स गर्ने कि नै नगर्ने किन गरिदिने नि यस्तो पोखराको इनर्जी भएन कि ल भन भाइ तिमीलाई कस्तो फिल भइरह गेम हेर्न आउँदा कस्तो भइरह एकदम रमाइलो भइरहेछ तिमी कुन टिमको सपोर्टबाट भन त तिमीहरूको ढाका टोपी चाहिँ कहाँ गयो अहिले भन न तिमी चाहिँ कुन सपोर्ट तपाईँ भन्नु त म त जसको पनि हो जसको पनि हो म जस्तै हो तपाईँ पनि राम्रो खेल्दैछ नि तपाईँ पनि तपाईँलाई कस्तो फिल भइरह भन्नु त नाम भन्नु न तपाईँहरूको सौगात के तपाईँको निखिल उप्रेती ल नाइस नेम अनि तिम्रो नै मेरो चाहिँ प्रतीक खड्का के रे प्रतीक खड्का ए धन्न पर्दै फड्काउन रहेछ है अनि कस्तो भयो त गेम सुदूरपश्चिमको एकदम तपाईले हामीलाई हुटिङ गरेर देख्नु होइन मैले भिडियो बनाएको छु होइन पछि म सो गर्छु ल अब एक्साइटेड छौ कि नै पोखरा गेम हेर्न एकदम एक्साइटेड हो अब आमाको छक्का चौका हेर्न त आज आउँछ नि मेरो चाहिँ एकदम छ नि म बिग फ्यान छु नि एउटा प्लेयरको थाहा छ नि मलाई थाहा चन्द के अरे आकाश चन्द दाजु चाहिँ गेम खेल्न रेडी छौ होइन म त्यस्तो खासै त यिनीहरू दुइटा लिएर एउटा खेल्न लाग्छन् सुदूरको प्रवेशद्वारा
फाइनली सकियो अब चाहिँ हामी घर रिटर्न हुँदैछौँ थ्याङ्क यू सो मच एभ्रिवान बाई बाई थ्याङ्क्स फर वाचिङ बाई बाई सी यू नेक्स्ट ब्लग